ल आज चाहिँ मैले मुलाको थिचेको अचार बनाएको छु। कसलाई मनपर्छ मुलाको थिचेको अचार? मलाई चाहिँ एकदमै मनपर्छ। यो बनाउन एकदमै सजिलो छ। मैले मुला ल्याएँ, मुला ल्याइसकेपछि यसलाई चाहिँ मजाले सिलौटोमा थिचेपछि नुन हालेँ, अनि त्यसपछि हरियो खुर्सानी अनि धनियाँ काटेँ, अनि एउटा प्यानमा टमाटरलाई चाहिँ थोरै तेल राखेर पकाइसकेपछि त्यसलाई मिक्सरमा ग्राइन्ड गरेर अनि आलस र तिलको थोरै छोप राखेँ, थोरै खुर्सानीको धुलो राखेँ, अनि झैँया पारेर झानेर कागती राखेँ, अनि एकदमै मिठो भएको थियो मुलाको थिचेको अचार। यस्तो मुलाको थिचेको अचार चाहिँ बिरामीले पनि खान मिल्छ। एकदमै स्वास्थ्यको लागि पनि राम्रो हुन्छ अनि एकदमै मिठो पनि हुन्छ। हजुरहरूले पनि यसरी नै खाएर ट्राई गर्नुहोला।